माथिबाट हेर्दा चाहिँ यस्तो देखिरहेछ तर गर्मीले मान्छेको हालत चाहिँ यो भइरहेको छ। अन्त राम्रो आउँछ मेरो मुख धुनेलाई पानी ल्याइदिँदैछ। कहाँनिर छ पानी? एन मरेको छ के के हुँदैन लडिँदैन? धुनुको लागि म आउँदैछु। खै देऊ पानी चाहिँ यहाँ यो पक्रिँदो है दुईवटा डब्बी लगाउँदै गर। भयो अहिले मैले मुख धुइसकेँ। ए बस्दा शीतल छ है क्या बस्तीमा त्यो हामी यस्तरी खुट्टा पसाएर बस्ने वातावरणमा छौँ। यस्तो हालत भइरहेछ। हाम्रो मम्मीहरू ऊ त्यहाँनिर हुनुहुन्छ यहाँनिर हामी चाहिँ गर्मी भएर यहाँ माथि आएर बसिँदैछौँ। ओ कहाँ चढेको तिमी? अहिले तिम्रो बाबाले देख्नु भने मार्नुहुन्छ यता तल आऊ। रातोले भन्दा कालोले सुहाउँछ है क्या हो तिमीलाई क्यापले? हजुर रातोले भन्दा कालोले सुहाउँछ है क्या? रातै छैन क्या ए रात नै योभन्दा माथि त नगई नजाउँ। मान्छे छन् कि मान्छे भएको ठाउँमा जाने कुरो हुँदैन। मान्छे भएको ठाउँमा बस्ने भए म त्यहाँ तल नै बस्थेँ। छ अघिदेखि हेरिसकेँ मेरो त आँखा छ आँखा ऊ त्यहाँनिर बसेर देखेको मैले। मलाई चाहिँ भिडियो बनाउनु पनि आउँदैन तर पनि मैले ट्राई गर्दैछु। पर्दैन जानु के बोल्यौ तिमीले? परेको छैन गर भने के हुन्छ? मर्नु त मरिँदैन। अहिले चिप्लिन्छ चिप्लाएर त खबक्क बस्ने कुटाइ खालौ तिमीले। म चाहिँ पलेन्टी मारेर बस्छु। यो गर्मीले चाहिँ यो हालत भइसक्यो मेरो। सबजना यस्तो घरमा नि खेलिरहेछन्। अरुणमा बाढी आएर यो भइसक्यो। आज पूजा खान आएको गर्मीले चाहिँ बेहालै भयो। अति नै घाम लागिरहेछ।